गुड मर्निङ साथीहरू सबैजनालाई मेरो तर्फबाट। म त भर्खर उठेर मुख पुछेको, अन्त ब्रस गरिवरी अहिले आएको, अन्त मुख पुछ्दैछु। गम्छा पाएन, अन्त नानीको हाफप्यान्टले पुछिदिएछु, पाइ छैन। यहाँ त पुरा पानी परिरहेछ। तपाईँहरूकोमा पनि पानी परेछ कि छैन? हाम्रो यहाँ त पुरा पानी परेछ, उपाय छैन। अब त्यही भएर अलिक ढिलै उठिन्छ पानी पऱ्यो भने त। छिटो उठ्छु सोध्छु कि, अन्त लेकिन पनि ढिलो भइहाल्छ नानीले गर्दा। अन्त नानी राति उठ्छ, अन्त सुत्थ्यो, अन्त ढिलो नै हुन्छ मेरो उठ्नु त। अब अलिकति क्रिम लगाउँछु, लगाएँ, लगाउँदैछु अलिअलि। हेर्नुहोस् होला, अलिक सेती भए जस्तो लाग्दैछ तपाईँहरूलाई। लाग्नु त कहाँ लागेको छ र नि, अब के गर्नु। अब कपाल मेरो साह्रै झर्छ, हेर्नुहोस् है साथीहरू। के कपाल नझर्नुको लागि के लगाउनु पर्ने हो साथीहरू, अलिक कमेन्टमा मलाई भनिदिनुहोस् न। यस्तो कपाल झर्छ मेरो। झरेर कपाल पनि यति नै भइसक्यो। कपाल बाँध्नु पनि आउँदैन मलाई त, यस्तै बाँधिदिन्छु म त सिधा। बहुत डिस्टर्ब लाग्छ। अब यहाँ बाजे नाति खेलेको हेर्नुहोस्। मेरो छोरा त बिहानै उठेको, 5 बजी नै उठेर खेलेको, खेले बाटी दिइरहेको छ बाजेले। बोजू चाहिँ उहाँ हिँडिरहेछ, माम चाहिँ लुगा धुनु होला। भर्खर कामदेखि आएको हाम्रो यो आमा चाहिँ आउनुभएको। यस्तो पानी परेछ हाम्रो यहाँ, पैसा केही काम गर्छु भने पनि हुँदैन पानीले गर्दा। अन्त यस्तो छ घरको हालत पनि। अन्त आपा चाहिँ यहाँ सुतिरहेछ मस्तले। पानी परेछ, अब के काम गर्नु छैन, काम पनि रोकिरहेछ। बहुत काम थियो गर्नु। हुन्छ, बाई बाई, नेक्स्ट भिडियोको लागि।